मल्टिपल क्राइमहरू झन्डै झन्डै 6-7 वटा राज्य विरुद्धको कसुर भएको छ, संविधानै उल्टाउने काम भएको छ हैन, त सार्वजनिक शान्ति विरुद्धको कसुर भएको छ भन्दाखेरि यसमा चाहिँ के हो देखियो भने एउटा मल्टिपल क्राइम घटित भएको देखियो र यसमा चाहिँ के छ भने घटनास्थलमा उपस्थित भएर उक्साउने भड्काउने पात्रहरू त छँदैछन्, तर पर्दा पछाडि रहेका पात्रहरू पनि छन् जसो यसको मुख्य योजनाकार नै ज्ञानेन्द्र देखिन्छ, निर्मल निवास देखिन्छ हैन। निर्मल निवासको चाहिँ प्रत्यक्ष योजनामा उनको चाहिँ निर्देशनमा उक्साहटमा यो क्रियाकलाप भएको छ र यसको स्रोत भनेको चाहिँ उनको फागुन 6 गतेको वक्तव्य हो। उनको म चाहिँ अब कदम चाल्ने बेला आयो, तपाईहरुको साथ चाहियो भनेको चाहिँ के हो भने यो सरकारलाई, यो संविधान बमोजिम संविधानको धारा अनुसार बनेको सरकारलाई अवदस गर्नको लागि म सडकमा आउँछु भन्या हो नि, म आउँछु तिमीहरुको साथ चाहियो भन्या हो नि भनेपछि र उनैले चाहिँ कमान्डर तोकेका छन्। दुर्गा प्रसाई जस्तो चाहिँ एउटा कुनै पनि राजनीतिक विश्वसनीयता र पुँजी नभएको व्यक्तिलाई, एउटा बैंक डिफल्टरलाई सबैलाई थाहा भएको कुरा हो